नमस्ते सबैलाई म चाहिँ मनदीप जाभाको यो क्लासमा चाहिँ सबैजनालाई स्वागत गर्न चाहन्छु। सो आज चाहिँ हामी जाभामा इनपुटको बारेमा हेर्दैछौँ। हामीले युजरसँग कसरी इनपुट लिन सक्छौँ त्यसको बारेमा चाहिँ हामी हेर्दैछौँ। सो इनपुट लिनको लागि चाहिँ हामीले एउटा क्लासको युज गर्नुपर्ने हुन्छ। त्यो क्लासको नाम चाहिँ हो स्क्यानर। सो फर्स्टमा हामीले चाहिँ त्यसलाई इम्पोर्ट गर्नुपर्ने हुन्छ। इम्पोर्ट java.util.scanner गरेर अनि त्यो इम्पोर्ट गरिसकेपछि हामीले चाहिँ एउटा नयाँ अब्जेक्ट क्रिएट गर्नुपर्ने हुन्छ। स्क्यानर अब्जेक्ट त्यो अब्जेक्ट क्रिएट गर्न एकदमै सजिलो छ। सो यो कोडबाट चाहिँ हामीले अब्जेक्टलाई क्रिएट गर्छौँ। अहिले हामी सबै प्र्याक्टिकल मजासँग गरेर हेर्छौँ। सो यसो गर्नाले चाहिँ हामीले के गर्न सक्छौँ भन्दा सबै कुराको चाहिँ हामीले इनपुट लिन सक्छौँ। इन्टिजरको पनि लिन सक्छौँ, फ्लोट, डबल अनि त्यसपछि स्ट्रिङ अरू पनि जति पनि छ त्यो सबै कुराको चाहिँ हामीले इनपुट लिन सक्छौँ। इनपुट लिने तरिका चाहिँ अलिअलि फरक छ। पाइथनहरूमा जस्तो सबै कुरा लिनको लागि एउटै कोडले चाहिँ हुँदैन, अलिअलि फरक छ। त्यो के छ हामी सबै राम्रोसँग हेर्छौँ। सो फर्स्टमा हामीले इन्टिजरको कसरी इनपुट लिने रहेछ त्यो एकचोटि सरर हेरेर बुझौँ। त्यो बुझिसकेपछि अरू सबै कुरा बुझ्न सजिलो हुन्छ है त। सो अब जस्तै मलाई युजरको एज लिनु पऱ्यो अरे के। अब त्यसको लागि मैले फर्स्टमा इम्पोर्ट गर्नुपर्ने हुन्छ java.util.scanner। यो मैले इम्पोर्ट गरेँ। इम्पोर्ट गरिसकेपछि अब मैले के गर्छु, इम्पोर्ट गरिसकेपछि अब्जेक्ट क्रिएट गर्छु। सो अब्जेक्ट क्रिएट गर्नको लागि स्क्यानर भनेर लेख्नुपर्ने हुन्छ। मैले स्क्यानर त्यसको नाम चाहिँ म इनपुट भनेर दिन्छु, त्यो अब्जेक्टको नाम न्यू स्क्यानर। स्क्यानरभित्र चाहिँ मैले system.in भनेर लेख्छु। system.in भनेको चाहिँ कस्तो भन्दा यसले चाहिँ हामीलाई त्यो पहिला हामीले system.out भनेर लेख्थ्यौँ, त्यसै गरी यसले चाहिँ हामीलाई इन गर्छ, इन गर्ने काम गर्छ। किबोर्डबाट टाइप गरेको कुरा चाहिँ हाम्रो चाहिँ स्टोर गर्नलाई हेल्प गर्छ है। सो यो लेखिसकेपछि अब मैले के गर्छु, अब मैले फर्स्टमा एउटा युजरलाई केही कुरा लेखेर दिन्छु। system.out.printको युज गर्छु म, किनभने मलाई नेक्स्ट लाइन चाहिँदैन। इन्टर योर एज भनेर लेखौँ होइन। सो यो प्रिन्ट एलएन गऱ्यो भने चाहिँ के हुन्छ भन्दा नेक्स्ट लाइनमा लेख्नुपर्ने हुन्छ कि युजरले, अनि त्यो अलिकति कन्फ्युज हुन्छ। त्यसैले गर्दा सेम लाइनमा चाहिँ लेख्न पाओस् भन्ने हिसाबले त्यसो गरेको है। सो फर्स्टमा हामीले इन्टर योर एज भन्ने कुरा उसलाई डिस्प्ले गर्छौँ है त। सो अहिलेसम्म कति हुँदो रहेछ, लेट्स रन। सो रन गरेर हेर्दाखेरि हामीले हेर्न सक्छौँ इन्टर एज भन्ने कुरा देखायो, तर हामीले यहाँ केही पनि लेख्न मिल्दैन। द भ्यू इज रिड ओन्ली भनेर भनेको छ। सो लेख्नको लागि हामीले के गर्छौँ त, सो लेख्नको लागि अब सजिलो छ। सो फर्स्टमा हामीले इन्ट भनेर लेख्छौँ, त्यसको भ्यारिएबलको नाम दिन्छौँ। सो म चाहिँ एज भएर एजमै स्टोर गर्छु त्यसलाई। अब मैले के लेख्नुपर्छ, इनपुट भनेर लेख्नुपर्छ डट इन्टिजरको लागि चाहिँ नेक्स्ट इन्ट है। इन्टिजर छ भने नेक्स्ट इन्ट, अरू छ भने अहिले हामी अरू पनि हेर्छौँ। यो कोडले चाहिँ के गर्छ भन्दा युजरलाई चाहिँ इन्टिजर लेख्न दिन्छ, अनि लेखेको इन्टिजरलाई चाहिँ यो एज नामको भ्यारिएबलमा स्टोर गर्छ। सो हामीले जे लेख्छौँ नि त्यहाँ त्यो चाहिँ एजमा स्टोर हुन्छ, अनि त्यसलाई हामीले पछि प्रिन्ट गर्न मिल्छ। सो त्यसलाई प्रिन्ट गरौँ, system.out.println नै गरौँ यसलाई चाहिँ, यो नर्मल हो। सो योर एज इज अनि त्यसपछि एउटा प्लसकै युज गरौँ, यहाँ एउटा स्पेस पनि दिउँ, यो एज भनेर लेखौँ ल। सो यो भइसकेपछि अब के हुँदो रहेछ एक्चुअली हेरौँ। अनि पहिला एउटा हाम्रो राम्रो प्र्याक्टिस चाहिँ के हुन्छ भन्दा तपाईँले यो अब्जेक्ट बनाइसकेपछि अब्जेक्टलाई क्लोज गरेको एकदमै राम्रो काम सकिसकेपछि। सो इनपुट डट क्लोज, इट इज अ भेरी गुड प्र्याक्टिस। यसले चाहिँ तपाईँको मेमोरी लिक हुनबाट पछिलाई बचाउँछ। यो एकदमै राम्रो प्र्याक्टिस हो है। तपाईँले इनपुट लिइसकेपछि त्यसलाई चाहिँ त्यो अब्जेक्टलाई क्लोज गर्नुभयो भने एकदमै गुड प्र्याक्टिस। सो अब यसलाई रन गरौँ, अब चाहिँ के हुँदो रहेछ लेट्स सी। सो इन्टर योर एज भन्यो, मैले 23 भनेर हालेँ ल। सो योर एज इज 23, यु एज भनेर दियो तर ठिक छ, योर एज इज 23 भनेर आयो है। अब यो कसरी आयो एक्चुअली हेरौँ है। सो फर्स्टमा तपाईँलाई हामीले युजरलाई यो लाइन देखाउँछौँ फर्स्टमा है, इन्टर योर एज भन्ने कुरा। यो लाइन देखाइसकेपछि हाम्रो के हुन्छ, सेकेन्ड लाइनमा चाहिँ हामीले उसलाई इनपुट गर्न दिन्छौँ। यो सेकेन्ड लाइनले चाहिँ उसँग इनपुट लिन्छ, अनि थर्ड लाइनले चाहिँ के गर्छ, त्यो इनपुट लिएको कुरालाई चाहिँ प्रिन्ट गर्छ क्या। अनि त्यसरी चाहिँ हाम्रो प्रिन्ट हुन्छ है। सो यसपछि अब जसरी हामीले इन्टिजरलाई लियौँ त्यसै गरी हामीले फ्लोटको लागि नेक्स्ट फ्लोट युज गर्छौँ, डबलको लागि नेक्स्ट डबल, अनि नेक्स्ट मात्रै गऱ्यो भने चाहिँ स्ट्रिङ हुन्छ। अब लङहरूको लागि नेक्स्ट लङ, बाइटको लागि नेक्स्ट बाइट, त्यो सबै कुरा हुन्छ। तर हामीले चाहिँ यो तिनवटालाई मात्रै एकचोटि हेर्छौँ है। यो अलिकति इम्पोर्टेन्ट भएर फ्लोट, डबल, इनपुट यो तिनवटालाई एकचोटि हेरौँ है त। सो अब फर्स्टमा फ्लोटबाटै सुरु गरौँ। सो फ्लोटको लागि चाहिँ अब यसलाई मात्र म चेन्ज गर्छु,
फ्लोटमा चाहिँ हामीले हाइट लिन्छौँ है त सिस्टम डट आउट डट प्रिन्ट मात्रै गर्छु म इन्टर इयर हाइट ल कति स्पेलिङ मिस्टेक भइरहेको इन्टर हाइट भनेर मैले लेखेँ अब यो लेखिसकेपछि मैले के लेख्नुपर्ने हुन्छ इन्ट अब इन्ट होइन अब त्यो त फ्लोट हो नि त सो फ्लोट दिनुपर्छ है जाभामा चाहिँ पहिल्यैबाट हामीले कुन डेटा टाइप हो त्यो चाहिँ भन्नुपर्छ फ्लोट अनि त्यसपछि हाइट भनेर लेखौँ अनि त्यसपछि इनपुट भनेर लेखौँ डट नेक्स्ट फ्लोट नै हो त्यो ल नेक्स्ट फ्लोट भनेर लेखौँ यो लेखिसकेपछि फाइनल्ली हामीले के लेख्न सक्छौँ सिस्टम डट आउट डट प्रिन्ट एलएन अनि त्यसपछि योर हाइट इज अनि त्यसपछि प्लस गरेर हाइट भनिदिन सक्छौँ सो यति गरिसकेपछि हाम्रो चाहिँ यो फ्लोट पनि आउँछ र यसमा चाहिँ हामीले आफैले म्यानुअल्ली पछाडि एफ लेखिराख्नु पर्दैन त्यो उसैले मिलाउँछ है सो अब मैले यसलाई रन गरेँ सो ओके हाइट चाहिँ मैले अब 510 भनेर दिएँ 5.10 ल सो मैले यहाँ गर्दाखेरि अब 5.1 भनेर दिएको छ 5 फिट 1 इन्च चाहिँ होइन 5 फिट 10 इन्च भन्नु खोजेको ल ठिकै छ त्यो केही छैन हेर्दाखेरि ठिकै छ सो यसरी चाहिँ हामीले फ्लोटलाई चाहिँ हाल्न सक्छौँ अब फ्लोटलाई हालेको जस्तै हामीले चाहिँ डबललाई पनि हाल्न सक्छौँ फ्लोट र डबलको बिचमा चाहिँ हामीलाई डिफ्रेन्स थाहा छ फ्लोट अलि कम प्रिसाइज हुन्छ डबल अलि धेरै प्रिसाइज हुन्छ है सो मैले नेक्स्ट डबल भनेर चाहिँ यहाँ लेखेँ अब यहाँ मैले नेक्स्ट डबल भनेर लेखिसकेपछि यहाँ पनि मैले यहाँ पनि मैले के गर्नुपर्छ डबल भनेर लेख्नुपर्ने हुन्छ है ल सो यो डबल भयो अब यो गरिसकेपछि यसले डबलको रूपमा लिन्छ सो यसलाई मैले रन गर्छु सो हाइट सोधेको छ अब हाइट चाहिँ मैले 6'2" भनेर लेखेँ अनि त्यसपछि इन्टर गरेँ सो योर हाइट इज 6'2" भनेर दियो भनेपछि हाम्रो डबल पनि सक्यो फ्लोट पनि सक्यो अब हाम्रो लास्ट छ त्यो हो स्ट्रिङ सो स्ट्रिङलाई चाहिँ कसरी लिने सो स्ट्रिङको लागि चाहिँ हामी नेम एउटा लिएर हेर्छौँ सिस्टम डट आउट प्रिन्ट अब त्यसपछि इन्टर योर नेम अनि त्यसपछि अब उसलाई नेम इन्टर गर्न दिनु पर्यो सो अब इन्ट होइन स्ट्रिङ जहिले पनि हात चाहिँ इन्टमा गइहाल्छ है स्ट्रिङ नेम अनि त्यसपछि इनपुट डट स्ट्रिङको लागि चाहिँ नेक्स्ट मात्र लेखे पुग्छ नेक्स्ट स्ट्रिङ भनेर लेख्नु पर्दैन है यो लेखिसकेपछि यसलाई देखाइदिउँ सिस्टम डट आउट डट प्रिन्ट एलएन अनि त्यसपछि यो बिचमा कति दुःख दिन आएको योर नेम इज ओके सो इज भइसकेपछि यो प्लस गरेँ मैले अनि त्यसपछि नेम भनेर लेखौँ ल ओके सो यति गरिसकेपछि हाम्रो के हुन्छ फर्स्टमा इन्टर नेम भन्ने कुरा युजरले देख्छ सेकेन्डमा उसले टाइप गरेको कुरालाई चाहिँ हामीले यो नेम नामको भ्यारिएबलमा स्टोर गर्छौँ थर्डमा त्यही नेम भन्ने कुरालाई हामीले देखाउँछौँ सो एकचोटि यसलाई रन गरेर हेरौँ सो रन गर्दाखेरि अलिकति टाइम लिइरहेछ सो मैले राम भनेर लेखेँ इन्टर गरिसकेपछि योर नेम इज राम भनेर भन्यो सो फाइनल्ली हामीले चाहिँ जाभामा कसरी युजरसँग इनपुट लिने त्यो कुरा पनि सिक्यौँ सो आजको लागि चाहिँ क्लास यति नै भयो भिडियो मन पर्यो भने चाहिँ लाइक पनि गर्नु होला सब्सक्राइब पनि गर्नु होला कमेन्ट पनि गर्नु होला सेयर पनि गर्नु होला के छ त्यो चारैवटा कुराहरू होला गर्नुपर्ने तपाईलाई के गर्न मन लाग्छ जे आफूलाई गर्न मन लाग्छ त्यही गर्नु होला मन नलागेको कुरा चाहिँ नगर्नु होला केही पनि जबरजस्ती छैन है सो आजको लागि चाहिँ यति नै भयो हस् धन्यवाद नमस्ते